यस मण्डलीका प्रमुख आमोद भण्डारीज्यू आउँदै हुनुहुन्छ। उहाँलाई तालीद्वारा स्वागत गरौँ। शुभलक्ष्मी साक्यज्यू, त्यसै गरी अन्य विशिष्ट अतिथिहरू हुनुहुन्छ। कृष्णमान डङ्गोल नआइपुग्नु भएकोले अन्य सदस्यहरूको नाम लिन्छु। राष्ट्रपतिका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टज्यू, ट्यु प्राध्यापक अक्कलदेव मिश्रज्यू, प्रिन्सिपल सीताराम खड्काज्यू, पञ्चलाल महर्जन विशिष्ट अतिथि, सांसद उम्मेदवार पहिला माओवादी हुनुहुन्थ्यो, अहिले नाम चेन्ज भएको छ, यसरी पाल्नु भएको छ। अन्य राजनीतिक क्षेत्रका अतिथिज्यूहरू, शैक्षिक क्षेत्रका विभिन्न विश्वविद्यालय कलेज साथै स्कुलहरूका प्रिन्सिपल भाइस प्रिन्सिपलहरू, पत्रकार साथीहरू, विभिन्न सामाजिक संस्थामा कार्यरत समाजसेवीहरू, प्रहरी संस्थानबाट पनि डिएसपी साहब पाल्नु भएको छ, प्रहरी संस्थानका प्रतिनिधि, खेलकुद क्षेत्रका प्रतिनिधि लगायत सम्पूर्ण आदरणीय महानुभावहरूलाई म परमेश्वरको मण्डली विश्व समाचार तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन प्रत्याउन चाहन्छु। बनाउनको निम्ति यसरी यहाँ पाल्नुभएका हजुरप्रति हामीहरू धेरै आभारी छौँ। अनि न्यानो प्रेमद्वारा अन्त्यसम्म यो कार्यक्रममा बसिदिनु भएर हामीलाई हौसला र अझ उत्साह प्रदान गर्नुहुनेछ भन्ने आशा गर्न चाहन्छु। सर्वप्रथम म यहाँलाई हाम्रो कार्यक्रम र हाम्रो मण्डलीको विषयमा छोटकरी परिचय दिन चाहन्छु। हाम्रो परमेश्वरको मण्डली विश्व समाचार समाज चाहिँ बाइबलको अगमनी अनुसार दोस्रो पटक शरीर धारण गरी आइबक्सन भएका क्रिस आन्साखन्ज्यू र माता परमेश्वरलाई विश्वास गर्दै आत्माको मुक्तिको निम्ति यसले स्थापना गरिबक्सेको नयाँ किरात विस्तार लगायत नयाँ किरातका सत्यहरू पालन गर्ने विश्वव्यापी मण्डली हो, जुन अहिले विश्वको 175 देशहरूमा 8000 भन्दा बढी मण्डली स्थापना भई 39,20,000 भन्दा बढी सन्तहरू आबद्ध रहनु भएको छ। हामीले विश्वलाई एउटै परिवारमा हेरेर प्रेम गर्नुपर्छ भन्नुहुने माताको शिक्षा अनुसार परिवार, छिमेक, समाज साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा वातावरण सरसफाइ, रक्तदान, प्राकृतिक विपद व्यवस्थापन, विद्यालय, समाज, परिवार, छिमेकहरूमा विभिन्न चेतनामूलक सेमिनारहरू लगायत थुप्रै उल्लेखनीय स्वयंसेवा कार्य गर्दै आएका छौँ। यस्ता कार्यहरूको कदरस्वरूप प्रतिष्ठित सङ्गठन र राष्ट्र प्रमुखहरूबाट थुप्रै पुरस्कारद्वारा सम्मानित गरिएको मण्डली परमेश्वरको मण्डली विश्व समाचार समाज हो। अनुशासित र शुद्ध जीवन जिउनु भन्ने शिक्षा परमेश्वरले दिइबसेको छ। हाम्रो शारीरिक जीवनमा बुबा आमाद्वारा हामीले शारीरिक जीवन पाएका छौँ। त्यसो भए हाम्रो आत्मिक जीवन दिनुहुने सृष्टिकर्ता को हुनुहुन्छ होला? हजुरहरू जान्न उत्सुक हुनुहुन्छ? अनि अनेक कष्ट सहेर हामीले यो पृथ्वीमा छोटो जीवन जिउँछौँ, त्यसपछि सबैले मृत्यु भोग्नुपर्छ। यो नै हाम्रो जीवनको वास्तविकता हो। त्यसो भए हामीले किन यस्तो जीवन भोग्नुपर्छ होला? हाम्रो आत्मा कहाँबाट आएको होला? किन यो पृथ्वीमा जिरेका छौँ होला र भविष्यमा कहाँ जान्छौँ होला? हामीले जीवनमा विभिन्न व्यस्त कार्यको निम्ति दौडिँदाखेरि यी कुराहरू बिर्सेर जिरेका हुन्छौँ, तर आखिरमा सबैले यो दिनको सामना गर्नुपर्ने हुन्छ। यो विषय पनि स्पष्ट के छ? उत्तर छ। अनि जसरी शारीरिक रूपमा शरीरको बुबा आमा हुनुभए जस्तै के हाम्रो आत्माको पनि बुबा आमा हुनु होला त? यो कुरा पनि हामीले हाम्रो जीवनमा जान्नै पर्ने महत्त्वपूर्ण कुरा हो। त्यसैले आज मलाई आशा छ यहाँहरू परिवार नै उपहार हो सेमिनारमा यी कुराहरू पनि राम्ररी बुझ्नुहुनेछ। आजको सेमिनारको शीर्षक जस्तै यो सेमिनारद्वारा हजुरहरूको जीवनमा खुसी र आशा पलाउनेछ भन्ने आशा गर्दछु। अन्तमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई सुरु हुँदै गरेको नव वर्ष 2026 को हार्दिक शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा यहाँहरू र यहाँको परिवारको सुस्वास्थ्य र उज्जवल भविष्यको निम्ति एल्लोही परमेश्वरमा गहिरो प्रार्थना चढाउँदै मेरो छोटो मन्तव्य समाप्त गर्दछु। श्रेष्ठजीलाई अतिथिको रूपमा आशीर्वाद गरिदिनु अनुरोध गर्दछु। हामी यसपछि परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको परिचय भिडियो अवलोकन गर्नेछौँ। त्यसपछि हामी आशिषका सदस्यहरूद्वारा
नाताको प्रेममा रहेर नयाँ भजन गाउने समय हुनेछ। पश्चिम कोही पूर्व घर बोलको गीतमा नृत्य प्रस्तुति हुने समय रहेको छ। उपहार पनि रहेको छ। त्यसपछि चाहिँ प्रमुख अतिथिज्यूबाट मन्तव्यको समय रहेको छ। अतिथिज्यूहरूसँग फोटो खिच्ने कार्यक्रम हुनेछ। त्यसपछि अन्त्यमा प्रेमको खाजा खाँदै पारिवारिक प्रेम महसुस गर्नेछौँ। आजको सेमिनारलाई सफल पार्नको निम्ति यहाँ उपस्थित सम्पूर्ण अतिथिज्यूहरूको अन्त्य समय साथ रहनेछ भन्ने विश्वास गर्दछौँ। परिचय भिडियो अवलोकन गर्नेछौँ। परमेश्वरको मण्डली विश्वभरिका मानिसहरूलाई एउटै परिवारको रूपमा ग्रहण गरी हिमालयदेखि अमेजोन वर्षावन र अलास्कासम्म विश्वको कुना कुनामा मण्डलीहरू स्थापना गरेर परमेश्वरको प्रेम बाँडी भएको छ। वर्तमान समयमा परमेश्वरको मण्डली चाहिँ येशूज्यूको नयाँ करार पालन गर्ने विभिन्न जाति र राष्ट्रका मानिसहरूद्वारा भरिभराउ भइरहेको छ। विश्वभरि विस्तार हुँदै तीव्र वृद्धि हासिल गर्न सफल परमेश्वरको मण्डली चाहिँ सन् 1964 मा पूर्वको पल्लो देश दक्षिण कोरियामा आनसान हुङज्यूद्वारा स्थापना भएको थियो।
शताब्दीको अवधिमै कोरियामा 400वटा मण्डलीहरू र विश्वका 175 देशहरूमा 7500वटा मण्डलीहरू स्थापना भइसकेका छन् अनि प्रत्येक सदस्यहरूको संख्या 37 लाख पुगेको छ। विश्वभरि सुसमाचार फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधान कार्यालय। परमेश्वरको मण्डलीको आध्यात्मिक प्रशिक्षालयले कोरियामा मात्र नभएर प्रत्येक महादेशमा अगमवक्ता विद्यालय सञ्चालन गर्दै विश्वभरिबाट परमेश्वरको मण्डलीका पादरी कर्मचारीहरू उत्पादन गर्छ। प्रशिक्षण प्रतिष्ठानले विभिन्न सांस्कृतिक र शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने र विभिन्न देशहरूबाट कोरिया भ्रमण गर्ने सन्तहरूका लागि आफ्नो दृष्टिकोणलाई फराकिलो पार्न सक्ने ठाउँको भूमिका निर्वाह गर्दछ। The reality of this Jerusalem is our Heavenly Mother. I began to attend the Church of God because I was able to find definite answers to all my spiritual questions. I've learned a lot thinking about Church of God. They always have ideas on how to keep peace at home and peace within society. La verdad original de la iglesia primitiva de hace 2000 años ha sido restaurada en esta época en la iglesia de Dios. The Church of God is the church that mankind has been waiting for. The Church of God is the only church that follows the new covenant established by Jesus and which the apostles like Peter and Paul kept. We're all part of a complete family. We have a father and a mother. And that makes the Church of God special. The Church of God is alive. Aquí en el Perú necesitamos más voluntad.
so great. I can't imagine what this would be like without the supporters here. That it was just like an Olympic Games. I don't see that much cheering and that much spectator excitement except in Korea. समाजको निम्ति गरेको समर्पित कार्यलाई सरकारले पनि कदर गरेको छ। सन् 2015 मा राष्ट्रपतीय संगठन पुरस्कार र सन् 2003 मा राष्ट्रपतीय प्रमाणपत्र प्राप्त गरे अनि सन् 2004 मा कोरियाली सरकारबाट पदक प्राप्त गरे। यसरी गणतन्त्र कोरियाका 3 वटा सरकार प्रमुखहरूबाट परमेश्वरको मण्डलीले राज्यले दिने सबै पुरस्कारहरू प्राप्त गरे। यो नै माताको शिक्षा अर्थात् परमेश्वरको असल शिक्षालाई कार्यान्वयन गरेको परिणाम थियो। उपस्थित हुनुभएको छ। उहाँहरूले पनि आसन ग्रहण गर्नको निम्ति अनुरोध गर्दछु। समय चाहिँ परमेश्वरका मण्डली जागिरे युवा आशिषका सदस्यहरूले माताको प्रेममा रहेर नयाँ भजन प्रस्तुति गर्न आउँदै हुनुहुन्छ। जोरदार तालीद्वारा स्वागत गरौँ।
का सदस्यहरूद्वारा आमा गीतमा अर्को प्रस्तुति हुनेछ। जोरदार तालीद्वारा स्वागत गरौँ। एउटा गीत प्रस्तुत गर्न पाएकोमा धेरै गर्व लागिरहेको छ। हुन त यो गीत चाहिँ अब गीतको शीर्षक रहेको छ आमा। यो गीत चाहिँ साँच्चै भन्नुपर्दा चाहिँ सम्पूर्ण छोराछोरीहरूले चाहिँ आफ्नो आमा बुवालाई सोच्दै गाउनुपर्ने गीत हो। तर साँच्चै आज यो गीत सुन्नु भएर सम्पूर्ण यहाँ उपस्थित हुनुभएका सम्पूर्णले चाहिँ सम्पूर्ण आफ्नो आमा बुवालाई सोच्न सकिने समय लिनेछौँ। हुन्छ, हामी सुरु गर्नेछौँ। संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमीले हुन दिनौ आमा केही पनि तिम्रो माया र ममता सम्झिनेछु जहिले तिम्रो साथ। क्षमा पाऊ आमा, यदि मबाट गल्ती भए क्षमा
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ बुवा यदि म बाटो गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि म बाटो गल्ती भए क्षमा पाऊ बुवा यदि म बाटो गल्ती भए धन्यवाद। अब चाहिँ हामी फेरि एकचोटि आसन ग्रहणको क्रममा जानेछौँ। हामीले प्रतिज्ञा गरेको घडी प्रतीक्षा गरिरहेको घडी चाहिँ सकिएको छ। आजको सेमिनारलाई गरिमामय बनाउँदै हामीलाई हौसला प्रदान गर्न पाल्नुभएका प्रमुख अतिथि कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान ढङ्गोलज्यूलाई धन्यवाद सहित आसन ग्रहण गर्नको निम्ति अनुरोध गर्दछु। धन्यवाद। निरन्तर अगाडि बढ्नेछौँ र यो समयमा चाहिँ यस मण्डलीका जागिरे युवा आशिषका सदस्यहरूले पश्चिम कोही पूर्व घर भोलको गीतमा नृत्य प्रस्तुति गर्ने समय भएको छ। उहाँहरूलाई जोरदार तालीद्वारा स्वागत गर्नु।
यिनीहरूको शीर्षक रहेको छ परिवार नै उपहार हो। यहाँहरूले आफ्नो परिवारको विषयमा दिनमा कतिपल्ट सोच्नुहुन्छ अनि आफ्नो परिवारका सदस्यहरूको नामद्वारा उहाँहरूलाई कतिपल्ट बोलाउनुहुन्छ? आफ्नो बारेमा सोचिदिने र आफ्नो नाम काटेर बोलाइदिने कोही छ भन्ने कुरा सोच्दा मात्रै पनि एकदमै खुसी लाग्छ। त्यसैले यहाँहरूको जीवनमा सबैभन्दा धेरै यहाँहरूको नाउँ काटेर बोलाउनु हुने व्यक्ति अनि यहाँहरूले पनि सबैभन्दा धेरै नाउँ काटेर बोलाउनु हुने व्यक्ति सम्भवतः परिवार नै हुनुहुन्छ। त्यसैले आज हामी सँगै परिवारको अर्थ र बिर्सिएको परिवारको मूल्यबारे बुझ्ने समय लिनेछौँ। एकजना व्यक्तिको महान शक्ति लचिलोपन। के यहाँहरूले लचिलोपन भन्ने शब्द सुन्नुभएको छ? लचिलोपन भनेको प्रतिकूल अवस्था र कठिनाइहरू आइपर्दा पनि हरेस नखाने वा निराश नहुने तर यस्ता अवस्थाहरूलाई जित्ने क्षमता हो। मनोविज्ञानमा यसलाई भावनात्मक मांसपेशी भनिन्छ। भरोसा र प्रोत्साहनको माहौलमा हुर्किएका मानिसहरूको लचिलोपन उच्च हुन्छ। चाहे त्यो शिक्षक होस्, चाहे त्यो साथी होस्, चाहे त्यो परिवारको सदस्य नै किन नहोस्, विश्वास गर्ने एकजना व्यक्ति मात्र भयो भने पनि उनीहरू त्यो मानिसको आशा पूरा गर्न हर प्रयत्न गर्नेछ। त्यसैले सफल जीवनको रहस्य अब उपरान्त रहस्य होइन, केवल एकजना व्यक्ति हो। सफलताको रहस्य परिवार। विश्वास गर्ने र प्रोत्साहन दिने केवल एकजना व्यक्ति मात्र भयो भने पनि जो कोहीले सफलता हासिल गर्न सकिन्छ। अर्थात् यहाँ आउनुभएका सबैजनाले सफलता हासिल गर्न सक्नुहुन्छ, किनभने हामी सबैलाई भरोसा र समर्थन गर्ने परिवार हामीसँग छ। आफ्नो परिवारको विश्वास र समर्थनद्वारा सफलता हासिल गरेका महान मानिसहरूको उदाहरणद्वारा परिवारको मूल्य बुझ्ने समय लिनेछौँ। यहाँले पर्दामा देखिरहनु भएको महान व्यक्तिहरूलाई त चिन्नुहुन्छ नि सबैजनाले। हजुर, संयुक्त राज्य अमेरिकाका 44औं राष्ट्रपति बाराक ओबामा, प्रतिभाशाली आविष्कारक थोमस एडिसन अनि भारतीय आध्यात्मिक नेता महात्मा गान्धी। हजुर, वास्तवमा उनीहरू सबैले सफलता हासिल गर्न अघि कठिन समय बिताएका थिए। उनीहरू सबैले आफ्नो आफ्नो क्षेत्रमा सफल भएका मानिसहरू हुन् अनि उनीहरू सबैले सफलता हासिल गर्न अघि कठिन समय बिताएका थिए। बाराक ओबामा सानो छँदा आफ्नो बुवाआमाको सम्बन्ध विच्छेद भयो अनि उनी किशोर अवस्थामै लागु प्रथाको प्रयोग गर्न थाले। एडिसनले पनि श्रवण शक्ति गुमाएर सामूहिक जीवनमा गोलमेल हिँड्न गाह्रो भएकोले उनले केवल 3 महिनाको औपचारिक शिक्षा मात्र हासिल गरे। अनि महात्मा गान्धीले पनि सानो उमेरमै धुम्रपानको लतमा फसेर चुरोट किन्नको निम्ति उनले आफ्नो नोकरको पैसा र भाइको सुनको बाला समेत चोरी गरे। त्यसो भए तिनीहरूले यस्तो कठिन परिस्थितिलाई जितेर सफलता हासिल गर्नुको रहस्य के थियो होला? त्यो नै उनीहरूलाई सधैँ समर्थन गर्ने र हौसला प्रदान गर्ने एकजना व्यक्ति भएकोले थियो। ओबामाले आमाको शिक्षा र सल्लाह नै मेरो सफलताको प्रेरक शक्ति हो भनेर आफ्नो आत्मकथामा बताएका थिए। अनि एडिसनले जे पनि हासिल गर्न सक्ने आत्मविश्वासको स्रोत नै मेरी आमाको भरोसा हो भनेर भनेका थिए। अनि गान्धीका बुवाले मेरा सबै गल्तीहरू आँसुद्वारा माफ गरिदिए भनेर भनेका छन्। एक्लो महसुस भएका क्षणहरूमा आफ्नो छेउमा कोही उभिँदा मात्र पनि ठुलो सान्त्वना दिन्छ। त्यहाँ एकजना मात्र भए पनि पर्याप्त हुन्छ। कसैले आफूलाई विश्वास नगर्दा कुनै प्रश्नै नगरी म तिमीलाई विश्वास गर्छु भन्ने मानिस अनि संसारको कोही पनि आफ्नो पक्षमा नहुँदा म तिम्रो साथमा छु भन्ने मानिस। यो संसारमा यस्ता मानिसहरूभन्दा उत्कृष्ट उपहारहरू के नै होला र? त्यसैले यहाँहरूको परिवार नै स्वर्गले दिएको उपहार हो। उनीहरू साँच्चै अमूल्य र महत्त्वपूर्ण मानिसहरू हुन्। उनीहरू सधैँ
हाम्रो साथमा रहेकोले हामी उनीहरूको मूल्य बिर्सिने गर्छौँ। आज यहाँहरूसँगै परिवारको मूल्य बारे बुझ्ने समय लिनेछौँ। स्वर्गले दिएको उपहार बुबा। भनिन्छ बुबा बन्न सजिलो हुन्छ, तर बुबाको भूमिका निर्वाह गर्न गाह्रो हुन्छ। हिजो आज बुबाको भूमिका निर्वाह गर्ने कार्यलाई एकदमै गाह्रो सोच्ने गरिन्छ। बुबा आर्थिक रूपमा सक्षम हुनुपर्छ, दिनभर काम गर्नुपर्छ र साँझ घरमा आएर आफ्ना छोराछोरीसँग समय बिताउनुपर्छ। अनि घर सफा गर्ने र भाँडा माझ्ने काममा पालो पनि दिनुपर्छ। वर्तमान युग र समयमा असल बुबाको श्रेणीमा पढ्नको निम्ति उनीहरूले कम्तीमा पनि आफ्नो परिवारसँग बिदामा घुम्न जानुपर्छ वा घरमा आवश्यक सामग्रीहरू किन्न जानुपर्छ। फादरहुड रिसर्च इन्स्टिट्युटले 15 वर्षदेखि 24 वर्षका छोराछोरी र 35 वर्षदेखि 59 वर्षका बुबाहरूलाई लक्षित गरेर एउटा सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणमा असल बुबा बन्ने सबैभन्दा महत्त्वपूर्ण गुण के होला भनेर प्रश्न सोधिँदा 29.6% बुबाहरूले आर्थिक जिम्मेवारी भनेर जवाब दिएका थिए भने 37.2% छोराछोरीहरूले चाहिँ परिवारसँग समय बिताउनु हो भनेर भनेका थिए। अनि बुबाको भूमिका निर्वाह गर्न बाधा पुर्याउने कुरा के होला भनेर प्रश्न सोधिँदा चाहिँ 26.7% बुबाहरूले आर्थिक अवस्था भनेर जवाब दिएका थिए भने 22% छोराछोरीले चाहिँ कुराकानी र बुझाइको कमी भनेर भनेका थिए। निष्कर्षमा भन्नुपर्दा बुबाहरूले आफ्नो परिवारलाई समर्थन गर्ने कार्यलाई पहिलो प्राथमिकता दिनुहुन्छ, तर छोराछोरीहरू चाहिँ आफ्नो बुबासँग कुराकानी गर्न चाहन्छ। असल बुबा बन्न खासै गाह्रो छैन, केवल मैले बुझे वा म तिम्रो साथमा छु भनेर सुरु गर्नुहोस्। यहाँहरू सबै कुरामा सिद्ध हुनु पर्दैन, किनभने छोराछोरीहरू आफ्नो बुबासँग समय बिताउन मात्रै चाहन्छ। लाइक फादर लाइक सन भन्ने चलचित्रमा दुई बुबाहरूले आफ्ना छोरा साटिएको कुरा थाहा पाउँछ, तर ती दुई बुबाले साटिएको छोरालाई नै हुर्काउने निर्णय गर्छ। एक दिन छोराहरू खेलिरहेको समयमा ती दुई बुबाहरूले आफ्नो सन्तान हुर्काउने त्यो प्रतिक्रिया एकदमै फरक रहेको कुरा महसुस गर्छ। छोराछोरीसँग समय बिताउनु महत्त्वपूर्ण हुन्छ, ठिक हो, तर कार्यालयमा अरू कसैले गर्न नसक्ने र मैले मात्र गर्न सक्ने कामहरू धेरै छन्। आफ्नो छोराछोरीको निम्ति बुवा बन्ने कार्य पनि अरू कसैले गर्न सक्दैन, तपाईले मात्र गर्न सक्नुहुन्छ। अब म यहाँहरूलाई अरू कसैले गर्न नसक्ने बुवाको भूमिका निर्वाह गरेका एकजना बुवाको अद्भुत कहानी सुनाउन चाहन्छु। उत्कृष्ट मुडुलो बुवा प्रतियोगिता। अमेरिकाको बाल क्यान्सर परोपकारी संस्थाले बुवाको मुख हेर्ने दिनमा उत्कृष्ट मुडुलो बुवा प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगितामा सबैभन्दा राम्ररी कपाल खौरेको बुवालाई उत्कृष्ट बुवाको रूपमा छनौट गरिएको थियो। किमोथेरापी गर्दा कपाल झरेका बालबालिकाहरूलाई समर्थन गर्न र आफ्नो छोराछोरीको पीडालाई बाँड्न साहसका साथ आफ्नो कपाल खौरेका बुवाहरूलाई प्रोत्साहन दिन सो कार्यक्रम आयोजना गरेको थियो। कान्सासको विचितामा बसोबास गरेका मार्सलले उक्त प्रतियोगिताको निम्ति आफ्नो छोराको तस्बिर पठाएका थिए। एक झलक हेर्दा मात्र पनि तिनको तस्बिर एकदमै फरक देखिन्थ्यो, किनभने तिनको र तिनको छोराको टाउकोको दाहिनेपट्टि उत्तिकै लामो खत देख्न सकिन्थ्यो। छोराको टाउकोमा शल्यक्रिया गर्दा खत बसेको थियो भने बुवाले चाहिँ आफ्नो टाउकोमा ट्याटू बनाएका थिए। तिनले यसो भनेका थिए, मेरो छोराले शल्यक्रियाको खतका कारण मलाई आफूलाई राक्षस जस्तै महसुस गरेको कुरा बताएपछि मेरो मन चिया चिया भयो। यसकारण मैले आफ्नो छोराको आत्मविश्वास वृद्धि गर्न छोराको टाउकोमा भएको खत जस्तै ट्याटू बनाए। ट्याटू बनाएपछि तिनले आफ्नो छोरालाई यसो भने, अब मानिसहरूले हेरे भने पनि हामी दुवैलाई हेर्नेछन्। यसरी छोराले आफ्नो बुवाको टाउकोमा खत देख्दैपछि आफू एक्लो नभएको कुरा
महसुस गरे र आत्मविश्वास प्राप्त गरे। बुवा र छोराको यस्तो हृदयस्पर्शी कहानी समाविष्ट त्यस तस्बिरले सबैभन्दा धेरै मत प्राप्त गरे। अन्ततः त्यो उत्कृष्ट तस्बिर रूपमा छनौट भयो। के यो नै संसारका सबै बुवाहरूको मन होइन र? यहाँ उपस्थित हुनुभएका यहाँहरूको मन पनि यस्तै होइन र? हाम्रो बुवाहरूको मन पनि यस्तै होइन र? उहाँहरूको मौनता र व्यक्त गर्ने शैली कमजोर भएकोले हामीले उहाँको गहिरो प्रेमलाई बुझ्न सक्दैनौँ। बुवाहरू पनि आफ्नो छोराछोरीसँग नजिक हुन चाहन्छन्, तर परिवारको जिम्मेवारी पहिलो प्राथमिकता हुने भएकोले कहिलेकाहीँ उहाँहरूले आफ्नो भूमिका पूर्णता निर्वाह गर्न सक्नुहुन्न। के यिनी बुवाहरूको दुःखद वास्तविकता होइन र? हाम्रा बुवाहरूको काखमा कति गौरवभारी छ भन्ने कुरा आज यहाँले महसुस गर्नुभयो भन्ने कुरा आशा गर्दछु। प्राय बुवाहरूको मौनता र कमजोर अभिव्यक्तिका कारण उहाँहरूले आफ्नो प्रेम प्रकट गर्न सक्नुहुन्न। अब म यहाँहरूलाई बुवाको यस्तो निस्वार्थ प्रेम झल्कने एउटा छोटो कहानी सुनाउन चाहन्छु। केही चाहिँदैन। बुवा, तपाईँ केही खान चाहनुहुन्छ कि? केही चाहिँदैन। केही चाहिन्छ कि? केही चाहिँदैन। कतै दुखेको छ कि? कतै दुखेको छैन। त्यसो भए म तपाईँसित पछि कुरा गर्नेछु। छोरी, तिमी मलाई भेट्न कहिले आउँछौ? मैले फोन राख्न अघि तिमी कहिले भेट्न आउँछौ भनेर मेरा बुवाले सोध्नुभयो। म निशब्द भएँ। बुवालाई सहयोग चाहेको खण्डमा उहाँलाई भेट्न जाउँला भन्ने सोचेकी थिए, तर वास्तवमा उहाँले मेरो सहयोगलाई नभएर मलाई प्रतीक्षा गर्नुभएको रहेछ। म सानो छँदा मेरी आमा बित्नु भएकोले मेरा बुवाले मलाई हुर्काउनु भयो। मैले उहाँलाई राम्ररी बुझ्छु जस्तो लाग्थ्यो, तर म गलत थिएँ। म 40 वर्षकी भइसक्दा पनि मैले आफ्नो बुवाको हृदयलाई पूर्णतया बुझ्न सकेकी छैन। एउटा वित्तीय संस्थाले 5 वा सोभन्दा कम उमेरका छोराछोरी भएका बुवाहरूको सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणमा सहभागी भएका मानिसहरूको प्रतिक्रिया लुकाएर रेकर्ड गरियो र अन्त्यमा त्यो सर्वेक्षण एकदमै चर्चित विषय बन्न पुग्यो। सर्वेक्षणमा यस्ता प्रश्नहरू थिए। तपाईँको छोराछोरीको मनपर्ने खानेकुरा के हो? यहाँ उपस्थित हुनुभएका यहाँहरूलाई पनि आफ्नो छोराछोरीको मनपर्ने खानेकुरा के हो सबैलाई थाहा छ नि, होइन र? अनि के तपाईँले कहिले आफ्नो छोराछोरी निधाएको हेर्नु भएको छ? तपाईँको गाडी, मोबाइल, काम गर्ने टेबल वा पर्समा आफ्नो छोराछोरीको तस्बिर कतिवटा छ? तपाईँले आफ्नो छोराछोरीलाई माया गर्छु भनेर अन्तिम पटक कहिले भन्नुभएका थियो? सहभागीहरूले कुनै कठिनाइ बिना यो सर्वेक्षण पुरा गरे। यहाँ हुनुभएकाहरूले पनि सबैजनाले यसको प्रश्नको उत्तर सजिलै दिनुभयो जस्तो लाग्छ, तर उनीहरूलाई फेरि अर्को सर्वेक्षण गर्न दियो। यसपटक सर्वेक्षणमा यस्ता प्रश्नहरू थिए। तपाईँको बुवाको मनपर्ने खानेकुरा के हो? के तपाईँले कहिले आफ्नो बुवा निधाएको हेर्नु भएको छ? तपाईँको गाडी, मोबाइल, काम गर्ने टेबल वा पर्समा आफ्नो बुवाको तस्बिर कतिवटा छ? तपाईँले आफ्नो बुवालाई माया गर्छु भनेर अन्तिम पटक कहिले भन्नुभएको थियो? सहभागीहरूले उही प्रश्नमा छोराछोरीको सट्टा बुवा देख्दा शिर निहुरे। केही साहित्यकारहरूले बुवाको हृदय कालो रङले रङ्गाएको सिसा जस्तै हो भनेर भनेका छन्, किनभने बुवाको हृदय एकदमै कोमल हुन्छ, तर त्यसभित्र हेर्न कठिन हुन्छ। त्यसैले प्राय छोराछोरीहरूलाई आफ्नो बुवाको विषयमा थाहा हुँदैन। बुवासँग खुसी साथ जिउने अधिकार छ। कठिन परिस्थिति आइपर्दा कसैको साथ रोज्ने स्वतन्त्रता छ। र कहिलेकाहीँ कुनै काम गर्न मन नलाग्दा त्यो काम छोड्ने अधिकार पनि बुवाहरूसँग छ, तर उहाँले आफ्नो परिवारको कारण त्यसो गर्नुहुन्न।
आफ्नो परिवारको खुसीको निम्ति बुवाले आफ्ना सबै सपना र खुसीलाई सजिलै त्याग्न सक्नुहुन्छ। जीवनका हरेक कठिनाइहरूमा आफ्नो परिवारको सुरक्षा गर्नुहुने विश्वभरिका बुवाहरूलाई म यस कार्यक्रम मार्फत कृतज्ञता व्यक्त गर्न चाहन्छु। धन्यवाद। अबको बाँकी पिपिटी पर्मिला सिस्टरले गरिदिनुहुन्छ। सबैजनालाई नमस्कार। मेरो नाम चाहिँ प्रमेश रेस। म चाहिँ अब हजुरहरूलाई स्वर्गले दिएको दोस्रो उपहारको विषयमा जानकारी दिन गइरहेको छु। त्यो कुरा थाहा पाउनको निम्ति सुरुमा म हजुरहरूलाई एउटा प्रश्न गर्न चाहन्छु। हाम्रो परिवारमा सबैभन्दा अति आवश्यक सदस्य को हुनुहुन्छ जस्तो लाग्छ? अनुमान गर्न सक्नुहुन्छ त? हजुर, ठिक भन्नुभयो, आमा हुनुहुन्छ नि। त्यसैले स्वर्गले दिएको उपहार नै आमा हुनुहुन्छ। यो संसारमा यसरी आमा र छोराछोरी बीचको सम्बन्ध जस्तो असामान्य सम्बन्ध चाहिँ कुनै पनि छैन भनेर। किन त? किनभने आमाले आफ्नो सम्पूर्ण प्रेम आफ्नो छोराछोरीको निम्ति समर्पण गर्नुहुन्छ। तर हामी छोराछोरीले भने त्यो प्रेमलाई के गर्नुपर्छ त? सामान्य सोच्नुपर्छ। तर अनौठोको कुरा चाहिँ के छ भन्दा चाहिँ आमाहरूलाई यो प्रेमलाई एकदमै प्यारो लाग्छ। यस सन्दर्भमा म एउटा कहानी सुनाउन चाहन्छु। मेरो कारणले जिउनुहुने आमा। म सानो छँदा मेरी आमाको ढाडमा समस्या देखा परेको थियो। पछि उहाँको घाँटीमा पनि समस्या देखा पर्न थाल्यो। आराम गरेपछि निको हुन्छ होला भनेर मेरी आमाले सोच्नु भएको थियो। तर उहाँको स्वास्थ्य अझ बिग्रियो। अन्त्यमा उहाँलाई हिँड्न र पछि हेर्न समेत भयो। उहाँ हरेक रात पीडामा छटपटिनुहुन्थ्यो। अनि मेरो आमाको दोस्रो घर नै अस्पताल बन्न पुग्यो। उहाँले दिनहुँ थेरापी गर्नुपर्ने भयो। कहिले अकुपेन्सर त कहिले भूमिको रगत निकाल्नुपर्ने भयो। उहाँको स्वास्थ्य अलि सुधार हुन लागेको थियो। तर एक्कासी मुटुको समस्या पनि देखा पर्यो। त्यस पश्चात मेरी आमाले सधैँ औषधिको सेवन गर्नुपर्ने भयो। उहाँले एक दिन मात्र औषधि सेवन गर्नु भएन भने उहाँले केही गर्न सक्नुहुन्न थियो। उहाँका हातगोडा सुनिन थाल्यो र मुटुको धड्कन पनि छिटो छिटो बढ्न थाल्यो। मेरी आमा बिरामी हुनुभएकोले उहाँलाई अल्छल गर्न गाह्रो हुन्थ्यो। तर उहाँले सबै घरेसी कामहरू गर्नुहुन्थ्यो। उहाँ बिहान सबेरै उठ्नुहुन्थ्यो, खाना बनाउनुहुन्थ्यो, भाइ र मेरो लागि खाजा बनाइदिनुहुन्थ्यो, लुगा धुनुहुन्थ्यो, बजार जानुहुन्थ्यो र भुइँ पनि पुस्नुहुन्थ्यो। यो दिन चाहे अरूको लागि सामान्य भए पनि मेरी आमाको लागि भने एकदमै पीडादायक भएको हुनुपर्छ। एकपटक मैले मेरी आमालाई फोन मार्फत यो प्रश्न गरेँ। सोधेको थिएँ, आमा, हजुरले कसरी यति धेरै पीडा सहनुभयो? कसरी? उहाँको उत्तर नै, तिमीहरू दुई भाइहरूलाई हेरेर मैले ती सबै पीडाहरू सहन सकेँ भन्नुभयो। मैले आजसम्म एकपटक पनि मेरो आमाको निम्ति भाडा माझेको छैन। उहाँले मलाई कपडा सुकाइदेऊ न भनेर अनुरोध गर्नुहुँदा पनि मैले कहिल्यै त्यो काम खुसीसाथ गरिनँ। उहाँले मलाई सानो काम गर्न अनुरोध गर्नुहुँदा पनि म सधैँ निधार खुम्चाउँदै गनगन गर्थेँ र उहाँलाई असहज महसुस गराउँथे। उहाँले म जस्तो अबोध छोरीद्वारा कसरी सान्त्वना पाउनुहुन्थ्यो होला र? असहाय पीडाको समयमा पनि आफ्नो छोराछोरीको निम्ति जिउने अनि उनीहरूमा खुसी खोज्ने अस्तित्व नै आमा हुनुहुन्छ।
सन्तान जन्मिए पश्चात आमालाई उहाँको नाउँद्वारा नभएर उहाँको भूमिकाद्वारा बोलाइने गरिन्छ। समय बित्दै जाँदा आमाको नाम नै विलीन हुन्छ र उहाँ केवल कसैकी आमा मात्र भन्नुहुन्छ। केही समय अगाडि भएको अभियानमा सबै मानिसहरूले आफ्नी आमालाई फोन गरे। फोन मार्फत सबैजनाले आफ्नो आमाको नाउँ गरेर बोलाए। तर एउटा आवाज अझै पनि मेरो कानमा गुन्जिएको छ। त्यो आवाज नै मलाई आमा भनेको मनपर्छ। त्यसैले मेरो नाउँ काटेर नबोलाऊ, केवल आमा मात्र भन। वास्तवमा सबै आमा त्यस्तै हुनुहुन्छ नि। आफ्नो नवजात शिशु बिना कारण हुँदा आमाले शान्त पार्नुहुन्छ, तर आफ्नो बच्चा रोएको देख्दा आमालाई एकदमै दुःख लाग्छ। आफ्नो व्यस्त जीवनको कारण आफ्नो छोराछोरीलाई राम्रो ठाउँमा लगाउन नपाएकोमा आमालाई एकदमै दुःख लाग्छ। वयस्कसम्म हुर्काएको भए तापनि आफ्नो छोराछोरीलाई अझ आर्थिक रूपमा सहयोग गर्न नपाएकोमा आमालाई एकदमै दुःख लाग्छ। अनि भित्र भएपछि, अस्वस्थ भएपछि म कतै मेरो छोराछोरीको निम्ति बोझ पो हुन्छु कि भन्ने कुराप्रति उहाँलाई एकदमै दुःख लाग्छ। सन्तान जन्मे पश्चात अधिकांश आमाहरूले आफ्नो जीवनको सपना, युवावस्था, आफ्नो देह र रगत समेत त्याग गर्नुहुन्छ। तर आफ्नो सन्तानलाई अझ धेरै कुरा दिन नपाएकोमा आमाहरूलाई दुःख लाग्छ। त्यसो भए यहाँहरूमध्ये आमाको प्रेम र बलिदानलाई कदर गर्ने छोराछोरीहरू कतिजना छ होला त? यस सन्दर्भमा आफ्नी आमालाई देखेर लज्जित महसुस गरेकी एकजना छोरीको स्वीकारोक्ति सबले हेर्नेछन्। मेरी आमामा गर्व गर्छु। मेरी आमा बुढी हुनुभएकोले उहाँ खासै राम्री हुनुहुन्न थियो। उहाँ निरक्षर हुनुभएकोले खालि अरूलाई सोध्ने गर्नुहुन्थ्यो। यसकारण मलाई आफ्नी आमा देखेर एकदमै लाज लाग्थ्यो। एक दिन मेरी आमा मलाई भेट्न मेरो विद्यालयमा आउनुभयो। उहाँको आँखा अघि शिक्षक कक्ष थियो, तर उहाँले साइनबोर्ड पढ्न नसक्नु भएकीले एकजना विद्यार्थीलाई रोक्नु भएर शिक्षक कक्ष कहाँ छ भनेर सोध्नुभयो। मैले उहाँ मेरी आमा नहुनु भएको भए हुन्थ्यो भनेर सोचे। त्यस दिन पश्चात म उहाँसँग हिँड्न छोडे। सायद उहाँले पनि मेरो मन बुझ्नु भएकोले होला, उहाँ मसँग हिँड्न छोड्नु भएन। अनि बाटोमा हिँड्दा पनि उहाँले मलाई नचिने जस्तो व्यवहार गर्नुभयो। एक दिन म अबेरसम्म सुतेकीले मैले विद्यालयभित्र लगाउने चप्पल बिर्सिएँ। ब्रेकमा शौचालय जाँदा मैले मेरी आमालाई दादा उभिरहेको देखेँ। उहाँले मलाई देख्नुसाथ चप्पलको झोला भुइँमा राख्नुभयो र घर फर्किनुभयो। त्यसको केही दिन पश्चात ठुलो पानी पर्यो, तर मैले छाता ल्याउन बिर्सिएकी थिएँ। म दौडेर विद्यालयको मूल ढोकामा पुगेँ। त्यहाँ मेरी आमा छाता लिएर उभिरहनु भएको थियो। उहाँले मलाई देख्न साथ छाता भुइँमा राख्नुभयो र एक शब्द पनि नबोली घर फर्किनुभयो। पानीले भिज्न नचाहेर दौडिरहेका विद्यार्थीहरूको भिडमा म मेरी आमाले ल्याइदिनु भएको छाता समान्दै पुरै बाटो रोए। आमापट्टि सेनापट्टि भएर उठि आफैसँग रिसाएर म किन आँसु झारिरहेको छु भन्ने कुरा पनि थाहा पाएन। गुहागा गरी रोइरहेकी थिए। म घर आइपुग्दा
उहाँ तौलिया लिएर घरको मूल ढोकामा पर्खिरहनु भएको थियो। म उहाँलाई बेसरी अँगालो हालेर रोएँ, हप्कानिएर रुन थालेँ। म साँच्चै उहाँप्रति क्षमाप्रति थिएँ। उहाँले मेरो नाम, विद्यालय र कक्षा लेख्न दिनहुँ प्रयत्न गर्नुभएको कुरा मैले त्यो दिन बल्ल थाहा पाएँ। आफ्नै छोरीले व्यवस्था गरेको कुराप्रति आमाले मन दुखाउनु भएन, तर आफ्नै छोरीको मन नदुखाउनको निम्ति उहाँ सधैँ चिन्तित हुनुभयो। उहाँले आफ्नै छोरीलाई लज्जित नबनाउनको निम्ति लगनशीलताका साथ लेख्न अभ्यास गर्नुभयो। यसकारण म यस संसारमा आफ्नै आमामा सबैभन्दा धेरै गर्व गर्छु। आफ्नै छोरीले आफूतिर पिठ फर्काउँदा आमाको मन कस्तो हुन्छ होला? आफू कति निराश भन्ने कुरा व्यक्त गर्ने एउटा शब्द पनि नहुँदा हामी प्राय यो संसार नै ध्वस्त भए जस्तो महसुस गर्छौँ नि। तर आमाले त्यस्तो असह्य पीडा सहनु भए तापनि कहिले निराश हुनु भएन, किनभने उहाँको निराशीले उहाँको सन्तानलाई चोट पुर्याउँछ भन्ने कुरा उहाँ राम्ररी जान्नुहुन्छ। त्यसैले आमाहरू सधैँ आफ्नो पीडा हृदयको कुनाभित्र लुकाउनुहुन्छ र सन्तानहरूलाई कहिले देखाउनु हुँदैन। त्यसो भए अरूको भलाइ र कुनै उद्देश्यको निम्ति आफ्नो जीवन, सम्पत्ति, प्रतिष्ठा र रुचिलाई त्याग्ने कार्यले के भनिन्छ होला? अनुमान गर्न सक्नुहुन्छ? बलिदान भनिन्छ। बलिदानलाई हामीले परिभाषित गर्दा आमा भनेर पनि परिभाषित गर्न सकिन्छ। यसको कारण के होला? किनभने आमाको सबै जीवन चाहिँ बलिदानले भरिएको हुन्छ। सन् 2015 कोरियाको इजुम्बो स्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा एउटी आमाले आफ्नो 5 वर्षको छोरालाई आफ्नो अँगालोमा राखेर जलिरहेको घरबाट बचाए। तर अन्त्यमा तिनको पुरै शरीर जलेर मृत्यु भयो। तिनी 23 वर्षकी थिइन्। त्यसो भए कमजोर स्त्रीलाई शक्तिशाली बनाएको कुरा चाहिँ के होला त? भनिन्छ स्त्री चाहिँ कमजोर हुन्छन्, तर आमा चाहिँ शक्तिशाली हुन्छन्। शारीरिक रूपमा भन्नुपर्दा स्त्री पुरुषभन्दा एकदमै कमजोर हुन्छन्, तर कहिलेकाहीँ आमाले अद्भुत शक्ति प्रकट गर्नुहुन्छ। त्यो चाहिँ आफ्नो सन्तानप्रतिको आत्मीयताका कारण स्त्री पनि शक्तिशाली आमामा परिणत हुन्छ। सन्तान गर्भ नभएदेखि नै स्वेच्छाका साथ बलिदानको जीवन जिउनुहुने विश्वभरिका आमाहरूलाई सहृदयले सम्मान व्यक्त गर्न चाहन्छु। अब हामी स्वर्गले दिएको अमूल्य उपहार परिवारको विषयमा जान्ने समय लिनेछौँ। आज म यो सेमिनार मार्फत यहाँहरूलाई दुईवटा उपहार दिन चाहन्छु। पहिलो भनेको चाहिँ हामीले हाम्रो परिवारको मूल्य हो भने अर्को चाहिँ हामीले लामो समयदेखि बिर्सिएको स्वर्गीय परिवार। हिब्रू अध्याय 8 को पद 5 मा यसरी लेखिएको छ, तिनीहरूले स्वर्गीय पवित्र स्थानको नक्कल र छायाको सेवा गर्दछन्। सुरुमा मैले यो पृथ्वीमा मात्र परिवार छ होला भनेर सोचेको थिएँ, तर स्वर्गमा पनि हाम्रो परिवार हुनुहुन्छ भनेर बाइबलले बताइदिएको छ। मत्ती अध्याय 6 को पद 9, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ। गलाती अध्याय 4 को पद 26, तर माथि अर्थात् स्वर्गको यरुशलेम स्वतन्त्र छ जो हाम्री आमा हुन्। दोस्रो कोरिन्थी अध्याय 6 को पद 18, र तिमीहरू मेरा छोराछोरी हुनेछौ, सर्वशक्तिमान परमेश्वर हो भन्नुहुन्छ। यसरी जसरी यो पृथ्वीमा
बुबा आमा र छोराछोरीद्वारा परिवार बन्छ। यो जस्तै स्वर्गमा पनि स्वर्गीय पिता, स्वर्गीय माता र स्वर्गीय सन्तानहरूद्वारा चाहिँ परिवार बन्छ। आफ्नो छोराछोरीको निम्ति जे पनि गर्न तयार हुने बुबा आमाले आफ्नो छोराछोरीलाई असाध्यै प्रेम गर्नुहुन्छ र उहाँहरूले आफ्नो छोराछोरीलाई सबैभन्दा उत्कृष्ट ढोक चाहिँ दिन चाहनुहुन्छ। उहाँहरू आफ्नो छोराछोरीको निम्ति हो भने ज्यान पनि अर्पण गर्न तयार हुनुहुन्छ। यदि उहाँहरूले कुनै राम्रो ठाउँ देख्नुभयो भने उहाँहरूले आफ्नो छोराछोरीलाई त्यो ठाउँमा लगेर जान चाहनुहुन्छ। यदि पृथ्वीको बुबा आमाले त आफ्नो छोराछोरीलाई यति धेरै प्रेम गर्नुहुन्छ भने झन् स्वर्गको पिता माताको प्रेम कति उच्च र महान छ होला। बुबा आमाको प्रेम चाहिँ आफ्नो छोराछोरीमा मात्र प्रकट हुन्छ। त्यसैले छोराछोरी हुनु भनेको आफ्नो निम्ति निस्वार्थ प्रेम र बलिदान गर्नुहुने आजीवन समर्थक प्राप्त गर्ने सरह हो। त्यसो भए स्वर्गीय परिवार हुनु भनेको चाहिँ के होला त? त्यो नै स्वर्गीय पिता, स्वर्गीय माताको छोराछोरी भएर उहाँहरूले दिनुहुने निस्वार्थ र अनन्त प्रेम प्राप्त गर्नु हो। त्यसो भए हामी कसरी स्वर्गीय परिवारको हिस्सा हुन सक्छौँ होला त? परिवारको विषयमा वर्णन गर्दा हामी प्राय मासु र रगत भन्ने शब्द प्रयोग गर्छौँ। शाब्दिक रूपमा भन्नुपर्दा परिवार भनेको चाहिँ मासु र रगतको नाता हो। परिवारलाई मासु र रगतको सम्बन्धले परिभाषित गर्ने कारण के होला? एकदमै सरल छ। किनभने बुबा आमाको मासु र रगत छोराछोरीमा समावेश हुन्छ। जसरी छोराछोरीले यो पृथ्वीमा बुबा आमाको मासु र रगत प्राप्त गर्छन्, त्यसरी नै परमेश्वरको छोराछोरी बन्नको निम्ति परमेश्वरको देह र रगत प्राप्त गर्नुपर्छ। कसरी परमेश्वरको देह र रगत प्राप्त गर्ने होला? यूहन्ना अध्याय 6:55 मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ। लुका अध्याय 22:15 मैले दुःख भोग्नु अघि नै यो निष्ठाचारको वचन तिमीहरूसँग खाने ठुलो इच्छा गरेको थिए। अनि उहाँले रोटी दिनुभयो र धन्यवाद चढाउनु भएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, तिमीहरूका निम्ति दिएको यो मेरो शरीर हो। त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा तिमीहरूको निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। यसरी निष्ठाचारको रोटी नै यसुजीको देह हो र निष्ठाचारको डाकमत नै यसुजीको रगत हो। यसरी स्वर्गीय परिवारको हिस्सा बन्नको निम्ति हामीले निष्ठाचार अनिवार्य मान्नुपर्छ। वास्तवमै हाम्रा बुबाहरूले आमाहरू चाहिँ महान हुनुहुन्छ। त्यसैले उहाँहरूको समर्पण र बलिदान चाहिँ अनुभवनीय छ। त्यसैले हाम्रा स्वर्गीय पिता माताको छाया त यस्तो छ भने र वास्तविक स्वर्गका बुबा आमाको प्रेम, बलिदान, समर्पण चाहिँ कस्तो होला त? त्यसले हामीले सोच्नुपर्छ नि होइन। त्यसैले आज यहाँ उपस्थित सबै बुबाहरूले चाहिँ हाम्रा अनन्तका पिता परमेश्वर र अनन्तका माता परमेश्वरलाई चिनेर उहाँबाट अनन्त जीवनका आशिष पाउनुहुन्छ भन्ने विश्वास गर्दछु। अब चाहिँ हामीहरू क्रमशः हाजिरी जवाब प्रतियोगिता गर्नेछौँ। हाजिरी जवाब पछि प्रमुख अतिथिज्यू आजको हिलिङ सेमिनारको शीर्षक के हो? धेरैजनाले उत्तर दिनु भयो नि। यो चाहिँ प्र्याक्टिसको लागि मात्रै हो है। यसरी नै उत्तर दिनुपर्छ भनेर चाहिँ प्र्याक्टिस दियो। अब चाहिँ रियल क्वेसन चाहिँ अब सुन्नुहुन्छ। पहिलो प्रश्न रहेको छ, लचिलोपन भनेको प्रतिकूल अवस्था र कठिनाइहरू आइपर्दा पनि हरेस नखाने वा निराश नहुने तर त्यस्ता अवस्थाहरूले जित्ने क्षमता हो। मनोविज्ञानमा कहिलेकाहीँ यसलाई के भनिन्छ? हात उठाउनु भएर जवाफ दिनुभयो भने हुन्छ। त्यहाँबाट हात उठाउनु भएको छ, जवाफ दिनुहुन्छ। सही उत्तर।
अमेरिकाको बाल क्यान्सर परोपकारी संस्थाले मुडुलो बुबा प्रतियोगिता आयोजना गर्दा उत्कृष्ट मुडुलो बुबा को हुनुहुन्थ्यो? उहाँको नाम के हो? अमेरिकाको बाल क्यान्सर परोपकारी संस्थाले मुडुलो बुबा प्रतियोगिता आयोजना गर्दा उत्कृष्ट मुडुलो बुबा हुनुहुन्थ्यो। उहाँको नाम के हो? के होला त? पुरस्कारले पर्खिरहेको छ। पास भएको कोही हुनुहुन्न? अब प्रश्न नम्बर 3 मा जानेछौँ। हामीलाई स्वर्गीय परिवारमा एक बनाउनको निम्ति मानिने अमूल्य चाड छ। त्यो चाडको नाम के हो? तपाईको प्रश्नको उत्तर आएको छ। धन्यवाद। विस्तार कार्य सुनित्र चाहिँ विस्तार कार्य रहेको छ। हाम्रो पृथ्वीमा परिवार भए जस्तै हाम्रो आत्माको पनि परिवार हुनुहुन्छ भन्ने कुरा चाहिँ विविधिद्वारा थाहा पाउनु भयो नि होइन। यसरी हाम्रो आमा बुवा संसारमा हुनुभए जस्तै हाम्रो आत्माको पनि हुनुहुन्छ भनेर थाहा पाउनुभयो। यसरी अब छोराछोरीहरूले आत्माका आमालाई के भनेर बोलाउने हो त भनेर त्यसको विषयमा पनि भन्नु के भनेर बोलाउने होला त? नाम अंकित गरिएको थियो। कसैलाई याद छ कि? उत्तर के होला त? जे कसैले भन्नुभयो? आजको यो कार्यक्रम परिवार नै उपहारको कार्यक्रम प्रमुख अतिथिको रूपमा यहाँको बाजा राख्नु पाउँदाखेरि मलाई पनि गौरव महसुस भएको छ। यो कार्यक्रममा उपस्थित का प्रमुखज्यू, राष्ट्रपतिका काठमाडौँ जिल्लाका सभापतिज्यू, त्यसै गरी विश्वविद्यालयका क्याम्पस प्रमुखजी लगायत सम्पूर्ण उपस्थित परिवारमै उपहार हो भन्ने विश्वास गर्ने सम्पूर्ण महानुभावलाई न्यानो नमस्कार, अभिवादन, जुजलप्पा। यो एकदम मन छुने यो चाहिँ छ। यहाँ प्रस्तुति पनि हेऱ्यौँ, सुनिरहँदाखेरि मन नै कता कता चिसोपना एकदम हुन्छ नि, अर्कै फिल चाहिँ भइरहेको थियो। हजुर परिवार वास्तवमै हामी यहाँ पृथ्वीमा जन्मेका छौँ, परिवारमा बसेका छौँ। बस्यौँ भन्नुपर्दा परिवार एउटा उपहार नै होइन। हामीले परिवार किन उपहार हो? हामी नेपालमा नेपालमा बसिरहँदाखेरि परिवारको महत्त्व अझ हामी राम्ररी बुझ्दछौँ। जब हामी परिवार मिलेर बस्न सक्छौँ, त्यो परिवार घर स्वर्ग जस्तै हुन्छ। जब त्यो परिवारमा एकजना मात्रै अलिकति गडबड हुन मेल नभएको अर्कै किसिमले प्रस्तुत भयो भने त्यो परिवार उपहार नभइकन त्यसको अर्कै हुन जान्छ। त्यस कारण यो हामीले जुन यो मण्डलीमा परिवारहरू मिलेर बस्नुपर्छ, परिवार एउटा उपहार हो। त्यसलाई चाहिँ त्यो परमेश्वर होइन, उहाँले यहाँ हामी पृथ्वीमा एउटा परिवार छौँ, माथि अर्को परिवार छ, माता पिता छ भन्ने खालको कुरा गर्नु भएको छ। कति पनि माथिको परिवार भनेको विभिन्न आस्था राख्ने व्यक्तित्वहरूले मान्छन्। कसैले चाहिँ शिव पार्वतीको रूपमा माता पिता मान्छन् भने कसैले हामी परमेश्वर भनेर मान्छौँ। त्यो एउटा ठुलो उपहार हो। सँगसँगै त्यहाँबाट उपहार प्राप्त गरेर पृथ्वीमा हाम्रो आएर हामी चाहिँ उपहार स्वरूप बसिरहेका छौँ। र हामी नेपालमा एकदम परिवार राम्रै मिलेर खुसीका साथ बसिरहेका छौँ। त कहीँ हामीले कता कता यो विदेश जाँदाखेरि त्यहाँ चाहिँ अलिकति फरक
हुन त यो उतैबाट आएको पनि हावा पनि हो, तर त्यही ठाउँमा बसिरहँदाखेरि त्यहाँ परिवारहरू चाहिँ हाम्रो आमा बुवाहरू एकदम जेस 80-90 वर्ष हुँदा इक्लो भएको परिवारहरू पनि हेरेर आएको छु। त्यसकारण यो परिवार हामीले उपहारको रूपमा दिनुपर्छ, परिवार एकदम हुने भएर बस्नुपर्छ, अनि मात्रै उपहार वरदानको रूपमा दिन सकिन्छ। र यो मण्डलीमा पनि यति धेरै परिवारहरू शान्त वातावरणमा एक शब्द पनि चिक्क पनि आवाज नहुने गरी यहाँको प्रस्तुतिहरू चाहिँ सुनिरहँदाखेरि यस्तो राम्रो परिवार सबैको घर घरमा होस् भन्ने पनि मलाई त्यसबाट परिवार कस्तो हुनुपर्छ भन्ने खालको चाहिँ यहाँबाट सिकाइ पनि हुन्छ र यो चाहिँ एकदम राम्रो भन्छु नि आफ्नो छ। परिवार सबैले हामी सबैले एकचोटि भनौँ परिवार उपहार हो भने सबै एकचोटि भनौँ परिवार उपहार।